गणपतये नमो नमः। सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ॐ गणपतये नमो नमः। सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। ॐ गणपतये नमो नमः। सिद्धिविनायक नमो नमः। अष्टविनायक नमो नमः। गणपति बाप्पा मोरया। गणपतये नमो नमः। सिद्धिविनायक नमो नमः। पवित्र यस अवसरमा तपाईहरुलाई भेटघाट गर्ने आज भगवानले जुराएका रहेछन्। त्यसका लागि म आफैलाई भाग्यमानी ठान्छु। हुन त पुराण भोलिदेखि हुँदैछ, तर आज एक हिसाबले मैले आएर दिया जलाएर एउटा उद्घाटन जस्तो कार्यक्रम गर्ने मौका पनि पाए, म आभारी छु। ऊंचा है भवन, ऊंचा मंदिर, ऊंची है शान मैया तेरी। चरणों में झुके बादल भी तेरे, पर्वत पे लगे शैया तेरी। ये काल रात्रि है कल्याणी, तेरा जोड़ धरा पर कोई नहीं। वर्ष श्रीमद् भागवत महापुराण 7 दिवसीय महायज्ञ यहाँहरूले आयोजना गर्नुभयो। सुनिरहेको भए पनि होइन, उहाँलाई नै बोलाउँ भनेर यहाँहरूले फेरि पनि त्यो स्नेह, त्यो माया, त्यो प्रेम म प्रति देखाउनु भयो। यो मेरो अहोभाग्य हो, जहाँ आजदेखि नवाह 9 दिनसम्म
जगतको सञ्चार गर्ने वाणी स्वरूप भएर समस्तमा रहने शब्द स्वरूपा माताका गुणानुवाद गर्ने यो अवसर दिनुभएकोमा अहोभाग्य आफ्नो सम्झिँदै विशेष गरेर यस यज्ञमा आयोजन गर्दा कसैलाई अगाडि लगाउनुपर्छ एउटालाई र उसको विचारमा अरू जानुपर्छ। विचार भनेको कस्तो हो? कोही कुमाले थियो, कुमाले जान्नुहुन्छ नि, कुमाले घडाहरू बनाउँछ, माटोको काम गर्छ। माटो मुछ्दै थियो, पत्नीले सोधिन् के बनाउन लाग्नुभयो? कुमालेले भन्यो अहिले पुरा माग छ, चिलिम बनाउन विचार गरेको। चिलिम बुझ्नुहुन्छ? आगो लायो ताने पनि केही संक्षिप्त परिचय चरित्रहरू हामी भोलिको प्रसङ्गमा गर्नेछौँ। जगतजननी दुर्गा माताको मणिद्वीप माताको निवास स्थान हो र मणिद्वीपमा लाल रहेछौँ र स्वस्थ स्थानमा जानेछौँ। सद्गुरुदेव भगवानको ब्रह्मा भगवानको भक्तवत्सल भगवान विष्णुको बोले शंकर भगवानको गणपतये नमो नमः। श्री सिद्धि विनायक नमो नमः। अष्ट विनायक नमो नमः। गणपति बाप्पा मोहनी लगायो कृष्ण काले बंसी वाले मोहनी लगायो कृष्ण काले तिमीहरू त अत्यन्त बलशाली छौ। तिमीहरूसँग युद्ध गरेर म अत्यन्त प्रसन्न भएँ। नारायण हामीसँग युद्ध गर्न मोहनी प्रसाद रूपमा रूपमा त्यो तिम्रो गलामा मोहनी प्रसाद रूपमा ढुङ्गिएको हामीलाई दसन्थ्यो प्यार 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 ग्वाला बाला सधैँभरि गोठालाको साथा कहिले पनि नछुटोस् है चाँदनीको रात टाढैबाट छौ 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 लाग्ने कृष्णजीको हात कृष्णजी मन पर्यो मलाई लैजाऊ न वृन्दावन घुम्नलाई सबै कृष्णजी मन पर्यो मलाई लैजाऊ न वृन्दावन घुम्नलाई हे कृष्णजी मन पर्यो मलाई लैजाऊ न वृन्दावन राज्यमा अधर्म रूपी कलीलाई कहीं बास दिने छैन। हे राजा,
तिमी एकदेखि अनेक हुँदैछौ, तिमी एक कुरोदेखि दुई कुरो हुँदैछौ, यहाँदेखि वहाँ लम्किँदैछौ। त्यही भएर तिमी सतर्क। म तिमीलाई एउटा शर्त राख्न चाहन्छु, यदि राजा के शर्त छ? तिमी मसँग युद्ध गर। युद्धमा यदि म परास्त भए भने तिम्रो यो समस्त राज्य र तिम्रो प्रजाहरूलाई छोडेर म जानेछु। राजा परीक्षितसँग युद्ध र अगाडिको कुरो पनि सुन। र यदि तिमीलाई युद्धमा परास्त भयो भने तिमीले आफूलाई माया लाग्दा देखिँदै गरेका प्रजाहरूलाई सबैलाई कलीको हातमा र यो राज्यलाई आफ्नो कलीको हातमा दिएर जानुपर्ने हुन्छ। के तिमी तयार छौ? तयार छु। लगा 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 आफ्नो आफ्नो ठाउँमा बसिदिने हार्दिक अनुरोध गर्छौँ र हाम्रा छुन्निचन गुम्पाबाट हाम्रा हेटमाज्यू यहाँ आउनु भएको छ र उहाँका सहयोगी लामागण पनि यहाँ आउनु भएको छ र उहाँलाई यो त्यहाँ राखिएको चेयरमा बसाइदिने तपाईँलाई अनुरोध गर्छौँ हामी र साथसाथै त्यसरी नै हाम्रा से जो गहरा हो ऐसा तो सागर कोई नहीं, मेरी माँ के बराबर।